सो आज चाहिँ अब हामी गाडी झिक्दैछौँ दाइको मनोज दाइ गाडी टक्कसँगले अन्त गाडी सो अब गाडी झिक्छ अब हामी सिधै जाँदैछौँ मनोज दाइको सेलेरी दिने ठाउँमा यो जगल्टी पनि जाँदैछौँ किन मर्न खोजेको हामीसँग चार गियरमा हाल्दै थियो दाइ यो अस्ति गरेको थिएन गाडी नाच्छ क्या के रहेछ उसले तोपे गर्दो रहेछ क्या म पनि सोचेँ उसले 2 गियरमा हालिरहेको थियो 1 गियरबाट अनि म 2 गियरमा हालिरहेको छ त्यत्रो केही हुँदैन अनि गाडी यस्तो हेर्छ गाडी बतासेर यस्तो भइरहेको 4 गियरमा उसले फेरि फुल एक्सिडेन्ट दिइरहेको रहेछ अनि अब म चाहिँ के भएछ भने गाडी नाचेको डर लाग्यो यसो हेर्नु त हालेको हिजो जगल्टी झरिसकेको छ सो अब हामी जाँदैछौँ मलाई गाडी लिएर होइन दाइ होइन आज लास्ट डे हो कामको लास्ट दिन हो आज गाडी पनि लास्टै चलाउने होला यो गाडी पनि होइन अब के हुन्छ अब हेरौँ अब आज बिदा लिने भनेर गएको छौँ मैले चाहिँ होइन अब त्यहाँ अलिकति काम पनि छ अरे त्यो भएको कामलाई चाहिँ निप्टाइदिने हो अनि पुरानो हिसाब मिलाइसकेपछि म बिन्दास तालले घर फर्किनु पर्ने हुन्छ हामी अनि त्यसपछि फर्केर घर आएर अब पर्सि 2-4 दिनमा यसो 2-4 दिन घरमा बस्यो नि अब मिलेछ भनेदेखि त यतै राम्रो भयो भने यतै बस्ने हो नत्र काठमाडौँतिर पनि जाने यसो सल्लाह गरिरहेको छौँ 3-4 जना जाने हो उतैतिर पढ्नुपर्ने हुन्छ अब नेपालमा बसेर पनि के गर्नु साथीहरू अब केही छैन होइन विदेशीको त अब हाम्रो छोरा मान्छेको त विदेशी नै पर्छ यहाँ बसेर त केही भविष्य नै छैन अब के भन्नु हिजो यस्तै हो नेपाली हो अब नेपालमा अब केही उ पनि लागिँदैन त अब त्यो त गाह्रो छ नि त यार अब नेपाल सरकारै चोर भएपछि अब के गर्नु त यार त्यो त अलिक गाह्रो छ अब हामी यताबाट जाँदैछौँ सो अब हामी बिस्तारै यो चाहिँ आइटी कलेज हो है गाइज हाम्रो अब हामी चोक जाँदैछौँ चोकबाट सिधै हामी अब दोकानमा गएर अब हामी चाहिँ दोकान गएर भेट्छौँ है त गाइज सो दाइले गाडी पनि लोड गरिसकेको छ मैले गाडी लोड गरेको थिइनँ भिडियो बनाएन भने दाइले आफै भनौँ भिडियो नबना भाइ त्यो दुःख गरेको मेहनत गरेको नबना भन्न थाल्यो अनि त्यही भएर नबनाइदिएको मैले चाहिँ अब हामी च्याटर गरेर जाँदैछौँ दाइरामा कति छ हौ यहाँ गाइज 1 2 3 4 5 6 7 8 The Bluetooth device is ready to pair. 14 15 16 17 18 19 20 21 22 23 24 25,000 रहेछ गाइज 25,000 तरै खाइन्छ भोलिदेखि कहाँ लुक्नुमा चाहिँ अब भोलिदेखि दाइ कहाँ लुक्छन् त्यो मलाई थाहा भएन आई डोन्ट नो सो भोलिदेखि दाइ अन्डरग्राउन्ड हुने ठाउँ कहीँ छ भने भनिदिनु होला गाइज कमेन्ट अन प्लिज तपाईँको ड्याडी अङ्कललाई सोध्यो भने चाहिँ के भन्छ अङ्कलले के भनिदिन्छ नि त अङ्कललाई सोध्यो भने कहाँ माइलो गयो भन्दाखेरि के भन्छ छैन घरमै बसेर भन्छ अनि त मलाई झाट्नै भन्छ मलाई के कुरा बुझ्यो भनेदेखि अब हुन्छ नि एउटा साइकलले अब पनि पर्ख्यौँ धेरै बेच्नु पऱ्यो तर कोही आएन कसम भनेको अब बुझ्यो क्या अब केटाहरूको बानी बेहोरा सबै आफ्नो फ्रेन्ड्स क्या सिप यो दाइले मात्रै आज त केटाहरूले नै आएको छ अब यस्तै हो होइन अब के गर्नु काम सक्यो दुइटैले
नि त रितेश तपाईँ पप ठिक छ हामी त काम लाग्छौँ कुनै न कुनै बेला पपतिर उज्जवलले सम्झिँदा मात्रै आउने ठिक छ भइगयो यता गाई जाऊ कस्तो लाग्यो त भिडियो लाइक कमेन्ट र सेयर र अब मैले चाहिँ 1.5 केजीको ब्यागलाई चाहिँ अब कसरी बोक्ने हो क्या अब यो बाइकलाई यस्तो चट्ट बोक्ने चट्ट बनाउँदै